नमस्ते साथीहरू। आज हामी चाहिँ टमाटर टिप्ने पालो छ। टमाटर टिप्न जाँदैछौँ। अलिअलि टिपेर राख्यौँ, अब अरू टिप्न बाँकी छ। श्रीमती चाहिँ मेरो श्रीमती हो, बाल्टी बोकेर टमाटर टिप्न जाँदैछ। यो चाहिँ हाम्रो टमाटर बारी हो। यस्तो यस्तो फलेको छ साथीहरू। फल्न चाहिँ राम्रै फलेको छ। हेर्नुहोस्, यतातिर हामीले टिपिसक्यौँ। अब त्यहाँबाट उता चाहिँ हाम्रो टिप्ने क्रम हो, जारी छ। यसरी टिप्दैछौँ। यसरी पाकेको छ। अब यो टिपेर हामीले आज यसलाई कालीमाटी पठाउँछौँ। अब भोलितिर भएपछि हजुरहरूको पसलमा घरमा आइपुग्छ। यस्तो छ। यहाँ पनि टनेल बन्दैछ। यसरी पाकेको छ। यसको पातहरू काट्ने बेला भइसक्यो। मुन्टाहरू फेरि मुन्टाहरू भाँच्ने बेला भइसक्यो, काट्ने बेला भइसक्यो। काम त भ्याइ नभ्याइ हुन्छ नि साथीहरू। यस्तो छ साथीहरू। यहाँतिर अब मुन्टाहरू, फर्सीको मुन्टाहरू लाएको छौँ। यतापट्टितिर फर्सीहरू छ। यस्तो छ। करेलोहरू फल्ने क्रममा छन्। यतातिर काँक्रोहरू पनि आउँदैछ बिस्तार ठाउँमा। करेलाहरू यसरी फलिरहेछ, हल्का फुल्का फल्दैछ। यहाँ चाहिँ हामीले साग छरेका छौँ। सागको लागि राखेको यो ठाउँ। यो टनेलमा लगाएको चाहिँ हामीले जस्तै 8-9 दिन जस्तो भयो होला। राम्रै हुँदैछ। यो पनि आउँदैछ। बिस्तार आउँदैछ। यो चाहिँ टनेलमा काउलीहरू छ। काउलीहरू आउँदैछ। काउली लगाइराखौँ। यतातिर अलिअलि काँक्रोहरू, सिमीहरू पनि फुल्न थालेको छ। फल्दै पनि छ कतै। यस्तो काँक्रोहरू छ। काउलीहरू अब काउली फुल्न सुरु गरिसक्यो। अलिअलि यस्तो छ। गिरौँलाहरू पनि आउँदैछ बिस्तार हल्का फुल्का।
टमाटर लटरम्मै पाकेको छ। आज टिपेर जसरी पठाउनु पर्ने छ यस्तो छ। श्रीमती यहाँ टमाटर टिप्दैछिन्। सानो अनि कस्तो लागिरहेको त बुढोले 6 वर्ष विदेशमा बसेर अनि यता लगानी गरे कस्तो लागिरहेको त नि तिमीलाई? एकदम रमाइलो फिल भइरहेछ। मेहनत गरेपछि फल प्राप्त हुन्छ भन्थे हो रहेछ है। पाकेको टमाटर टिप्नु आउँदा खुसी लागिरहेछ। खुसी लागिरहेछ। बुढोले नराम्रो ठाउँमा चाहिँ लगानी गर्यो भने जस्तो त लागेन नि? छैन होइन। दुःख गरेपछि अवश्य सफल भइहाल्ला नि त। बिस्तारै हुन्छ, आत्तिन हुँदैन, बिस्तारै हुन्छ। यस्तो छ टमाटर यसरी टिप्नुपर्छ। यो भेट्नु राख्यो भने धेरै समयसम्म टिक्छ, कुहिँदैन। सकेसम्म भेट्नु सहित टिप्नुपर्ने हुन्छ। यसरी राम्रो पनि देखिन्छ। के गर्दै बुढो? यो अलिअलि बिग्रेको यसो छानेर पठाउनु पऱ्यो नि। छान्दै ठिक छ ल। हेर्नुहोस् है हाम्रो टमाटर मेरो बुढो 6 वर्ष विदेश बसेर आएर गर्नुभएको लगानीको फल। अनि बुढो अब विदेश जान लागेकालाई, विदेश भएकालाई के सन्देश दिन चाहनुहुन्छ तपाईँ? अब म के भन्न चाहन्छु भनेदेखि अब विदेश जान लागेका युवाहरूलाई अब म नजा चाहिँ भन्दिनँ, किनकि हामीसँग अब लगानी गर्ने पैसा हुँदैन। त्यही भएर हामी विदेश त जानै पर्ने हुन्छ। विदेश जाने, विदेश गएर 2-3 वर्ष, धेरैमा 2-3 वर्ष बस्ने, अनि त्यहाँबाट फर्केर आउने। 5-7 लाख रुपियाँ, 8-10 लाख रुपियाँ आफूले कति कमाउन सक्छ त्यति कमाउने, कमाएर आएर यहीँ नेपालमा लगानी गर्ने। लगानी गऱ्यो भने केही न केही हुन्छ। सानोतिनो काम गर्न लाज मान्नु भएन। लाज नमानिकन गऱ्यो भने यहीँ हुन्छ। विदेश बसेर आफ्नो उमेर फालेर अब 8-10 वर्ष बस्छु, धेरै कमाउँछु भन्यो भने त्यो कहिले पनि सफल हुँदैन। 10-15 वर्ष बसिरहेको हुन्छन् मान्छेहरू, अनि घरमा हेऱ्यो उस्तै, जहिले हेऱ्यो नि उस्तै देखिरहेको हुन्छ। त्यही भएर अब 2-4 वर्ष बस्ने, आउने, थोरै लगानी लिएर आउने, यतै लगानी गर्ने, परिवारसँग रमाउने, त्यसो गर्दा राम्रो हुन्छ जस्तो लाग्छ। ल ठिक छ त्यसो भए हैन। अझै टिप्न बाँकी होइन? बाँकी छ, अझ 2 किलो 3 किलो जति आउँछ कि।